कस्तो छ दोस्ती 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 के छ यार कहाँसम्म म आज मर्निङ वाकमा यार आज खतरा काम गरिदिनु लाग्यो म के काम गर्न आँट्यो हौ आज एकदम विश्व रेकर्डै बनाउन थालेछु म आज म काठमाडौँबाट सिन्धुपाल्चोक मर्निङ वाक हान्दैछु यार दोस्ती यार मर्निङ वाक साथी ल म पनि सिन्धुपाल्चोक जान आँट्यो हो नि त हो र हो त केमा साथी साधन छ त यहाँ हो र म त अब के जानु त हुन्थ्यो दोस्ती अब ल त्यसो भयो भने बाटो बाटोमा भेटौँला नि अब खै अब म त अब 2 सालमा पुगिन्छ कि भरै छैन यार यसो स्पिड हान न साथी देखाइदेऊ तिम्रो आज स्पिड त डर हुन्छ दोस्त फेरि मेरो त लाग्छु यार ढिलो भइरहेछ ल साथी ल अलि स्पिड हान्नु पर्यो है ल बेलुका अब यसो कल गरेर राख्छु ल साथी ल हेलो गाइज वेलकम टु आवर ब्रान्ड न्यू ब्लग म चाहिँ जगिङ हान्दै बल्ल बल्ल दोलालघाट पुलनेर आइपुगिसकेको छु अब मेरो सिन्धुपाल्चोक यात्रा जारी छ यहाँ आउन लगभग 5 घन्टा लाग्यो मलाई काठमाडौँबाट म हिँड्दैछु त हो आज पुग्छु पुग्दिन थाहा छैन तर मैले दोलालघाट पुल आइसकेको छु अब यहाँ एकछिन नास्ता गरेर म फेरि आफ्नो यात्रामा अघि बढ्न गइरहेको छु सास पुरिसकेको छ हेर्नुहोस् दोलाघाट पुल चाहिँ यस्तो छ है रिङट लागेर म ढल्न लागिसकेको छु ल एकछिनमा भेटौँला अब जगिङ हान्दा जङ्गलमा आइसकेको छु अब सिन्धुपाल्चोक पुग्न अझै 1 दिन लाग्छ होला आज म यतै कसै घर बास मागेर बस्न चाहन्छु गर्नु भएर लुगा पनि खोलिसकेको छु जङ्गलमा लाग्दैछु अब टाढा टाढा चढेर रोड गए पनि मलाई चाहिँ 1 सालै लाग्छ त्यसरी म पहाड चढेर आज म जसोतसो आधी बाटोसम्म पुग्ने प्रयास गर्नेछु पुग्यो भने पुगिहालेँ नपुगे जहाँसम्म पुगिन्छु त्यहीँनिर बास बस्नेछु ल सी यू हाम्रो भाइ अब एकदम भगाडी टिप्न जाँदैछ भाइको आँखा गाडिसकेको छ भगाडीमा भाइले अब तान्दैछ ओ एउटा भाइले पन्चा हान्दैछ है भगाडी हाल्नु चाहिँ भगाडी हान्ने क्या भगाडी हान्ने क्या
टाउको भङ्गर लागेर टाउकै भर्छ त्यो होला नि ओइ लाग्ला भाइ छोडै फेरि म झरे भाइ कता हान्यो र आमै सक्दैन यो फेरि धन्यवाद ल सामान हेर्नु त क्या छ भाइ क्याच हेर म क्रिकेट खेल्छु हान हान न स्टोर खेल्छु तिमीलाई फाइनली गाइज म चाहिँ यो एउटा गाउँमा आइपुगेको छु गाउँको भ्यू पछाडि हेर्न सक्नुहुन्छ यस्तो छ अब आज खाडी चौरमै बास ठक्क मागेर यसले बाँधिदिनुपर्छ अनि भोलि बिहान फेरि चौताराको लागि चल्दिनुपर्छ ल टाटा बाई बाई गाइज म चाहिँ अब बास मागेर सुतेर अब उठेर लाग्दैछु हाम्रो यात्रामा यहाँ चाहिँ यस्तो छ माहौल पुरा पहाड छेकिया छ कुहिरोले एकछिन यहाँ आराम गर्नु पर्यो आमैले चिया दिदीले यहीँ ल्याइदिनु भएको चिया ल दिदी धन्यवाद दिदीले चिया यहीँ ल्याइदिनु भएछ दिएर लाग्दिनु पर्छ ठिक छ ल बाटोमा भेटौँला सी यू गरेर आज सुके पार्कमा पुग्ने पुरा अठोट गरेर म यहाँबाट हिँडिसकेको छु थाहा छैन तर म आज जसरी भए नि मिसिन पाल्चोक पुग्ने टराई गर्नेछु टराई पुरा पछाडि हेर्नुहोस् केही देखिएको छैन अगाडि बाटो केही देखिएको छैन हेर्नुहोस् यस्तो छ ल गाइज अहिले चाहिँ बन्देप आइपुगिसकेका छौँ बन्देपमा अब एकछिन म रेस्ट गरेर फेरि हामी लाग्नेछौँ हाम्रो गन्तव्यतिर सी यू गाइज ल म चाहिँ अब यस्तो डाँडामा आइपुगिसकेको छु यो डाँडाको भ्यू चाहिँ दामी भएर एकछिन रेस्ट हानेको यहाँ हेर्नुहोस् त्यहाँ चाहिँ हिमाल छ है ल चल्देको
माथि गएर देखाउँला। हिजो बेलुका सिन्धुपाल्चोक आइयो। अब आउँदाखेरि चार्ज सकिएकोले देखाउन त सकिएन, तर अहिले बिहानको अवस्था हेर्नुहोस् यहाँ कति रमाइलो छ। यो चाहिँ समीर दोस्तीको माल घर। यो चाहिँ मेरो फ्रेन्ड, बेस्ट फ्रेन्ड के हो साथी यसलाई त फेरि। अनि यहाँ फेरि अर्को हाम्रो गाइजहरू खाँदैछ चट्ट लाएर। यो चाहिँ यहाँ बाथरुम, चट्ट टोइलेट। गाइजहरू पुरा नास्ता गर्दैछन्, बिहानको नास्ता। अब उसको आमा ड्याड्सहरू बम्प्सहरू चाहिँ यता नास्ता हान्दैछन्। यता फेरि अर्को गाइजहरू छ फेरि। अहिले माउन्ट फेरि चिनिहाल्छ मलाई। ओह 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 ल फेरि जहिले म आउने बेला चाहिँ पिस हानेर आउँछ क्या। हेर त यहाँ पनि भर्खर मर्निङ भयो जस्तो। ओह चिनिहाल्यो मलाई। म अर्को आऊ 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 हो आऊ तिमी पनि आऊ। यताको नाम चाहिँ फुकुले, यताको झुकुले। यस्ता ल अहिले बजार गएर आउँछु ल, बजार पुगेर आउँछु ल। यताको चाहिँ हाले, यताको काले। पुच्चु 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 अनुहार हेर्नु अन्त ल अहिले भेटाउँला एकछिन ल। उफ मेरो साथी फेरि चपाउँदैछ। खाऊ 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 खाऊ। हिँड कुदा 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 कुदा। आमा हेर्नु उयो मेरो छोरा लहर छँदै हेर ल। कता गयो? ए यता छ ल। हेर यहाँ फर्सी, फर्सी देखेर तर्सी भनेको यही हो क्या। कत्रो छ त। भाइ ल चल्दिएको ल क्लासतिर। ल हामीले चाहिँ यति यहाँ भरि यता भरि हलुवा बेत यानि कि अम्बा टिपिसकेका छौँ। उताबाट झर्दैछ धमाधम। क्याच गर्नुपर्ने भएको छ मैले। गाह्रो छ यिनीहरू चाहिँ फेरि हामी यता जता यिनीहरू त्यता त्यता। झर्छ झर्छ यार। ल ल Led.